पर्यटकको पर्खाइमा रहेको म्याग्दी जिल्लाको जलजला क्षेत्रका बारेमा केही जानकारीहरू लिएर आज तपाईँहरू समक्ष म उपस्थित भइरहेको छु। ठुलो जङ्गलको बीचमा घाँसे मैदान, आँखै अगाडि पुथा, गुर्जा, मानपाथी, धौलागिरी लगायत दर्जनभन्दा बढी हिम श्रृङ्खला, विभिन्न जङ्गली फुलहरूले भरिएको मैदान, त्यो ठाउँ हो गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका 2 मा रहेको जलजला क्षेत्र। रुकुम पश्चिम बागलुङ र म्याग जिल्लामा फैलिएको ढोरपाटन शिखर आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ। द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दी जिल्लामा पर्दछ। गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बागलुङको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुङ्गिन्छ। जलजला समुद्री सतहबाट 3420 मिटर उचाइमा रहेको छ। जलजलाबाट बिहानै सूर्योदयको मजा लिँदै आँखै अगाडि सिस्ने, पुथा, गुर्जा, मानपाथी, धौलागिरी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासु हिमालको अवलोकन दृश्य हेर्न सकिन्छ। जलजलामा बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालाहरू आउने गर्दछन्। अरू समयमा म्याग्दी, धौलागिरी, लुलाङका फुलमान विकले आफ्नो गोठ राख्ने गर्दछन्। विगत लामो समयदेखि ट्रेनिङ गाइड गरिरहेका फुलमान गाइडको पेसा छोडेर आफ्नो ठाउँहरूमा पर्यटकहरूलाई सुविधा दिन गोठमा बस्दै आएका छन्। जलजलामा अहिले उनको एउटा मात्र गोठ सञ्चालनमा आएका छन्। आएका पर्यटकहरूलाई पानी चियाले स्वागत गर्दछन् फुलमान। यसरी आफ्नो गाउँठाउँमा आएका पर्यटकहरूलाई पाहुनासरी ठानेर सेवा गर्दा निकै सन्तुष्ट महसुस गरिरहेको फुलमानले बताउँछन्। जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जीप र मोटरसाइकलमा करिब 1 घण्टाको यात्रा गर्नुपर्दछ। पैदल यात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजलासम्म 5 देखि 6 घण्टा लाग्ने गर्दछ। बेनीबाट धौलागिरी गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडीमा जान सकिन्छ। यहाँदेखि 5 घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ। जलजलाले यसरी नै पर्यटकहरूलाई आफ्नो रोजाइमा पार्दै गइरहेको छ। जलजलामा जाने पर्यटकहरू एकदमै रमणीय वातावरणको छेउमा बसेर रम्न थालिसकेका छन्। जलजला 6 वर्षदेखि होमस्टे सञ्चालन गर्दै आएका यी बासिन्दाहरूले पनि यसमा रहेका पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराउँदै आइरहेका छन्। यसअघि ढोरपाटनमा आएका पर्यटक मात्र सीमित रहने यस जलजला क्षेत्रमा अहिले म्याग्दी, ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडक मार्ग खुलेपछि दैनिक जसो 4-5 वटा गाडी तथा 15-20 वटा मोटरसाइकलमा पर्यटकहरू यहाँ आउने गरेको देखिन्छ। बेनीदेखि 222 किलोमिटर दूरीमा रहेका तकसेरा जोड्ने सडकको गत फागुनमा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथा, उत्रङ्गा र बागलुङको ढोरपाटन उपत्यकामा घुम्न आउने पर्यटकहरू जलजलादेखि मुना हुँदै फर्कने रुट बनाउन थालेको देखिएको छ। मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरूको लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ। 4 जनाको समूहमा 2 वटा मोटरसाइकलमा बुटोल, तकसेरादेखि घुम्दै आउने पर्यटकहरूलाई पनि हामीले यसमा भेट्न पायौँ। शान्त वातावरणमा छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठमा रमाउन पाउँदा समय बितेको पत्तो नै नहुने यस क्षेत्रको देखिएको छ। यस क्षेत्रमा रम्दै पर्यटकहरूले आफ्नो वातावरणमा रम्दै र आफ्ना आफ्ना फोटो भिडियोहरू लिँदै एकदमै रम्ने गरेको देखिएको छ। दुई तर्फबाट पदयात्रा गरेर जलजला पुग्न 5 देखि 6 घण्टा लाग्दछ। जलजला धौलागिरी गाउँपालिका मुना, दर, फलिया गाउँ, लुलाङ, लमसुङ, खोरिया, मरेनी बासिन्दाहरूको चरण क्षेत्र समेत बनेको देखिन्छ। यस वर्ष धौलागिरी गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालय लगायत पर्यटकीय पूर्वाधार निर्माण र प्रवर्धनका कार्यक्रम आयोजना गर्ने पनि तयारी गरेको बताइएको छ। यसरी हेर्दा ढोरपाटनदेखि अनि म्याग्दीदेखि एकदमै रमणीय स्थललाई हामीले यसलाई अवलोकन गर्दै एकदमै रम्न सक्ने वातावरण आजभोलि सिर्जना भएको देखिन्छ। यस क्षेत्रको हामी पनि सँगै गोठालाहरूसँग सँगै बसियो अनि यसरी बस्दाखेरि पनि उहाँहरूसँग भलाकुसारी गर्दै यहाँको वातावरण, सिमसिमे पानी एकदमै रम्दै गरेको अवस्था देखियो।
त्यस पश्चात हामीले त्यहाँ होमस्टे सञ्चालन गर्दै आउनुभएका एकजना श्रीपाली दाजुसँग पनि कुरा गरेका छौँ। उहाँसँगको कुरा यहाँहरूलाई जस्ताको तस्तै सुनाउन चाहन्छु र उहाँले यसबाट जान सकिने ठाउँहरू कुन कुन ठाउँ हुँदै जान सकिन्छ भन्ने विषयमा यहाँहरू बताउँदै हुनुहुन्छ। उहाँको कुरा जस्ताको तस्तै। ल नम्बर 1 मैरेनी, 2 नम्बर खोरिया, 3 नम्बर मुना, 4 नम्बर आयो फल्ले गाउँ, 5 नम्बरमा मत्सिङ, 6 नम्बरमा आयो टाकम, सिबाङ सरी, 6 नम्बर सिबाङ, 7 नम्बरमा आयो टाकम, 8 नम्बर के हाम्रो एमआरबी को घर धारोपानी, त्यहाँबाट फेदी पनि 2-3टा घर हो। त्यहाँ दरबाङ बजार के खानुहुन्छ सुक्नुहुन्छ फेसिलिटी त्यहाँ हेर्नुहोस्। त्यहाँबाट आयो उतापट्टि आयो ओखरबोट नहुँदै जाने ल ठिक छ। यसो हुँदै हुँदै तातो पानी बाबिया चौर पहिला बाबी चौर, त्यहाँ तातो पानी बेनी बजार गएर तपाईँ त राउन्डर नै भयो। दरबाङ झर्न कति मिनट जति लाग्छ? नै त्यो होइन, हिँड्दै 40 मिनटमा गइन्छ। गाडीमा चाहिँ 1.5 घन्टा 2 घन्टा यो गाडी जान्छ। गाडी फिलिल ल्याउनु छ। अब हामी तपाईँको यता सोले डाँडा छुन कहाँ जानु पर्यो? त्यता सोलेगा दरबाङबाट उकालो जानु पर्यो। मच्यु धारापानी टाकुम यही भेगमा छ सबै बुझ्नु भयो नि? उसो भए हाम्रो त्यहाँ महतहरू छन्। ए महत ठकुरी